Pulse diagnosis is the ancient art of reading life's rhythm, where each pulse beat resonate with the pulse of the universe. स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूले मानिसको नाडी छामेर रोगको पहिचान गर्ने गरेको त हामीले देख्दै आएका छौं। नाडी छामेर मात्रै रोगको पहिचान हुन्छ र भन्ने दुविधा धेरैलाई रहेको हुन्छ। तर वैज्ञानिक रूपले हेर्दा यस विधिबाट रोगको पहिचान गर्न सकिन्छ। परम्परागत चिकित्सकीय उपचार र यस विधिको राम्रै पकड रहेको देख्न सकिन्छ। आयुर्वेद, युनानी, परम्परागत चिनिया मेडिसिन, टिसियम आदि विधाहरूको क्षेत्रमा यसलाई विशेष महत्त्वको रूपमा हेरिएको हुन्छ। यसको प्राचीन उत्पत्तिको विपरीत नाडी छाम्ने विधि अहिले आधुनिक समयमा पनि वैज्ञानिक अध्ययन र प्रयोग गरिएको पाइन्छ। नाडी छामेर रोगको पहिचान गर्ने विधिलाई पल्स डायग्नोसिस भनिन्छ। पल्स डायग्नोसिस